भिज्दै हामी आइसक्यौँ। यहीँ हो यो। अब के कस्तो हुन्छ यहाँ आएर अब मुड अनुसार हामी चल्नु पनि हुन्छ। जति बेला नि गर्लफ्रेन्डसँग बोलेर मात्र मामा हेर्नु त हान्देको ल तर यस्तो बिजोग छ क्या टायरकै हेर्दा यहाँको भित्रको काप्सा नि देखिन्छ होला यार। मेरो गर्लफ्रेन्ड भयो भने यतिको लोयल चाहिँ म कसम सोर्ट हुन्छ है। तिमी भयो भने नि फिक्स लोयल हो क्या म। यो ग्याङ के छ भनेको के कति अल्छीहरू हो तिमीहरू त छ्या। ल तपाईँहरूलाई फेरि पनि स्वागत छ बौसाको नयाँ भिडियोमा। कहाँ जानु लाग्यो के गर्नु लाग्यो भनेर तपाईँले थम्बनेल र टाइटल देखेर थाहा पाउनु भइसक्यो होला होइन। अनि आज त स्विमिङ पुलमा स्विमिङ हान्न जानु लाग्यो नि होइन। अनि के छ गुड्डु फेरि एकदम बवाल मेरो साथीहरू फेरि ह्यान्डसम छ फेरि। ओहो केटीहरू पछि लाग्यो भने त के गर्ने हो त्योबाट देखाउनै मन लाग्ने क्या मलाई मात्र देखाउनु मन लाग्छ। त्यही हो गाइज आज चाहिँ यस्तो गर्मी पनि छ अनि पानीहरू पनि पल्ला जस्तो भएको थियो के अरे बिहान त अहिले त क्लिन भइसकेको छ होइन। अनि तिमी अनि मलाई कुरेर बसेको बाहिर के गर्दैछन् माथि अनि यतै आउनु पर्थ्यो होला र बाइक देखाउनै। चाहिँ अरू चाहिँ माथिको यताउता गरिरहेको छ। अनि आज चाहिँ स्विमिङ हानिदिने हो क्या बुझेनौ। तिमीहरू पो घरमा सुतेर पङ्खा चलाएर बसिरहेको छ हामी त पुरै स्विमिङ दिन गइसक्यौँ अब ल। त्यही अब केटाहरू आउँछ अनि चल्दिस होइन त केही छ अरू केही छ भन्न। के छ गर्लफ्रेन्डको खबर अनि गर्लफ्रेन्डको खबर एकदम ठिक छ। ओहो लोयल मान्छे है फेरि हो यतिको चाहिँ हुनुपर्छ है। मेरो गर्लफ्रेन्ड भयो भने यतिको लोयल चाहिँ म कसम सोर्ट हुन्छ है। तिमी भयो भने नि फिक्स लोयल हो क्या म। चाहिएन क्या अरू बुझेनौ। त्यही अलिक केटाहरू आइसकेको छु। जाना निस्किसक्यो ग्याङ्गे मलाई पालेर राख्दियो र केटाहरूले जाम ल यस्तै क्या ल क्या मेरो साधन देख्यो अनि ल मेरो टायर तर कसम क्या होइन। अब भन्नु त नहुने हो तर यस्तो बिजोग छ क्या टायरकै हेर्दा यहाँको भित्रको काप्सा नि देखिन्छ होला यार। यस्तो बिजोग छ हेर न होइन दाउ। कताबाट जाने निसन दाइ फर्काउ मामा मेरो मामा कति प्यारो छ। ल अब हामी चाहिँ यहाँबाट निस्किसक्यौँ स्विमिङको लागि। अनि त्यही हो आज भबै रमाइलो गर्नुपर्ने हुन्छ होइन त गुड्डु। के हो बाइक तान्न सकिन कि क्या हो झर्नुपर्छ हो पर्दैन। ल गुड्डुले भनेको अघि भन्नु पर्थेन तिम्रो बेस्ट फ्रेन्डहरू नि आउँदैछ भनेर। ला बेस्ट फ्रेन्ड त बेस्ट फ्रेन्ड हो र के छ बेस्ट फ्रेन्ड गुड्डुको बेस्ट फ्रेन्ड मेरो पनि केही न केही त पढ्न पर्ने हो के अरे के हो ल सरी म देखाउँदैन म उता देखाउँदैन। को यो को मान्छे हो त्यो औडा रहेछ गर्लफ्रेन्डसँग मात्र जति बेला नि गर्लफ्रेन्डसँग बोलेर मात्र हग्दा मुद्दा सुत्दा को यो फोन काट्देऊ त फोन काट्देऊ को यो जति फेरि नि फोनमा कति फोनमा झुन्डेको अनिको ल काट्देऊ ल अहिले चाहिँ खास अलिकति के भयो कुरा प्लान चाहिँ त्यही हो। ल अब हामी चाहिँ गुड्डुको साथीलाई लिन जान्छौँ पहिला अनि त्यहाँ पछि देखा जाएगा। आज त फेरि उसको बेस्ट फ्रेन्ड आउँछ सक्दिन कि के हो यस्तो पारा भएन मजा आएन है यो मजा आएन। झ्यापझुप भनेको छोरा त यस्तोमा अड्केर बस्न त भएन त। ओहो कस्तो पानी पर्ला जस्तो भएको त जानी भनेको पानीले वा लाड्यो केटा
लेकमै हाम फालिदिनु पर्छ क्या हो स्विमिङ नजाम लेकमा हाम फालिदिनु कस्तो पानी परिदिरहेको मौसमले त नखेल भन्छ अब के हुन्छ भिज्दै हामी आइसक्यौँ यहीँ हो स्विमिङ पुल बन्दै रहेछ स्विमिङ पुल मान्छे त खेल्ने भयो सबै खेल्ने नखेल्ने कोही नखेल्ने गुड्डु फेरि छुट्टी लिई आएको पौडी खेल्न अन्त अब जाम ल हामी नभेटेकै भइसक्यो दामी ल हामी चाहिँ आइसकेको छौँ अब पानी परिरहेको थियो अब के कस्तो हुन्छ यहाँ आएर अब मुड अनुसार हामी चल्नु पनि हुन्छ मुड आएन भने खेल्दिनौँ यहाँ चाहिँ पुरै पानी भरिरहेको रहेछ के यहाँ त अलि भएन अनि यहाँबाट चाहिँ लेकको सिनियाहरू बवाल देख्दो रहेछ आमामा हेर्नु त सयो अब सानोमा हेर न कतिको रहेछ त्यो त 5 फिट मात्र होइन कतै माथिबाट हाम फाल्ने चाहिँ कहाँबाट हो यहाँको हो है के हो यो पलबाट हाम फाल्ने चाहिँ यहाँ चाहिँ अलिकति पानी भर्दै गरेको भएर चाहिँ हामी यहाँबाट सब स्याड भएर फर्किँदैछौँ होइन त आउनु बुझ्छु स्याड भाउ न स्याड म त केही बोल्न सक्दिनँ अनि यता चाहिँ फेरि सानो स्विमिङ रहेछ क्या स्विमिङ पुल रहेछ क्या 5 फिट 5.5 फिटसम्मको रहेछ फेरि केटाहरू चाहिँ यहाँ नखेल्ने जस्तो कुरा गरे क्या उता भएको भए चाहिँ माथिबाट नि हाम फाल्नु मिल्थ्यो अब त्यही भएर आज चाहिँ हामी खाना चल्दैछ सपना थियो मर्ने यहाँ स्विमिङ पुलमा तर ठिकै हो तर साथ पनि देखेन पानी परेर ठिकै भयो भन गुड्डु चाहिँ अलिकति स्याड भइरहेको छ खेल्न नपाएर रोग तिमीलाई ललिपप किनिदिन्छु भाइ है क्यान्सी लाउन त 2 दिन सक्ला हामी बन्ने रे सो डोगरै हान्देको ल पौडी खेल्ने क्यान्सल भएर यहाँ चाहिँ टक्क हामी मोमो दबाउँदैछौँ ल खाइदिउँ ल बाई ल त्यस्तै भयो आजको स्विमिङ पुल यताउता ह्यान त्यान है के छ मामा सन्चै भइसिन्छ एकदम ल तपाईँलाई पनि मेरो भ्लगमा स्वागत छ है ल हस् त तिमी घर जाने हो राम्रोसँग अहिले आऊ न बाई अब चाहिँ हामी साधन लिन जान्छौँ मेरो बाइक लिन जानु पर्ने छ आइन त निशान दाइ निशान दाइ त खाजा खाँदा आँदा सुत्दैछ भने ए लास्ट दिन त लाग्यो तपाईँलाई त जाम कुटु खान्छ कलेज चलाउन कलेज त्यही हो कस्तो अब स्विमिङ गर्नु त मन थियो कि आजको दिन त्यस्तै भयो हामी फेरि नेक्स्ट डे जान्छौँ नि है के गर्नु त नि गाइज कहिले काहीँ पनि क्यान्सल हुन्छ क्या हरेक कुरा प्लान बनाए अनुसार हुँदैन क्या गाइज हामी चाहिँ बाइकपट्टि आइसक्यौँ अहिले चाहिँ निशान दाइको घर आएर चाहिँ त कलाएर एकछिन बसौँ अनि जाने जस्तो कुरा भयो अलि उता गयो अघि भन्थेँ नि मैले तपाईँलाई त्यहाँ होइन यो मान्छे त फेरि बढी भइ बोलिहाल्छ क्या यसलाई त दिउँ कि क्या हो गुड्डु तिम्रो कत्रो हो मन कत्रो हो तिम्रो
लास अल्छी लाग्यो जस्तो गुड्डुलाई त ल आजको लागि यति नै के कस्तो भयो गाइजहरु कमेन्ट गरिदिनु होला अल्छी लागे पनि माया देखाइदिनु होला त्यही नै हो कस्तो लाग्यो त आजको दिन ठिकै ठिकै ल अनि गुड्डु तिमीलाई कस्तो लाग्यो त तिमीलाई त लास अल्छी लाग्यो जस्तो छ भेरी फेस हेर्दै थाहा पाइसक्यो ल बाई बाई सबजनालाई